गरिमा चौधरी बहिनीको घटना सलाउन नपाउँदै फेरि सप्तरीमा 2 वर्षीय बालिकाको निर्ममतापूर्वक हत्या गरियो। झाटीमा भेटियो शव, एकजना पक्राउ, अनुसन्धान गर्दै प्रहरी। साथीहरु, यार हाम्रो नेपालमा के भइरहेछ यस्तो यार, हैन? कहिले 3 वर्ष, कहिले 2 वर्ष, 1 वर्ष, किन यस्तो सानसाना नानीहरुलाई चाहिँ किन बलात्कारदेखि हत्या गरिरहेछ के? किन यस्तो भइरहेछ साथीहरु यार? सरकारले पहल गर्यो अब यस्तोलाई, हैन, मृत्युदण्ड दिनको लागि कानुन बनेको छैन भन्छ। अब चाहिँ यस्तो पाराले हुँदैन क्या सरकार, किनकि उपलब्धि नयाँ उपलब्धि गर्नु पर्यो क्या। अब यसरी नै अब दिनका दिन सानसाना बच्चाहरू मारिरहेछ, हैन? के कारणले गर्दा यस्तो भइरहेछ? छिटोभन्दा छिटो यस्तो छानबिन हुनु पर्यो र कडाभन्दा कडा कानुन बनाउनु पर्यो। जसरी हुन्छ एनी हो, है? र जसको पनि छोराछोरी छन्, है, आफ्नो छोराछोरीलाई आफ्नो निगरानीमा राख्नु होला, हैन? कोही होस्, हैन, आफन्त होस् या नचिन्ने होस्, जोसुकै होस्, हैन, कसैको भरोसा नगर्नु होला अहिले, किनकि आफ्नो आफ्नोमै दुश्मनी भएर चाहिँ यस्तो काण्डहरू धेरै भइरहेछ साथीहरु, है? त्यसैले कसैले पनि कसैको विश्वास नगर्नु होला र आफ्नो नानीलाई आफ्नो कसरी हुन्छ सेफ तरिकाले चाहिँ राख्नु होला। हस्त। जय नेपाल।